हेलो नमस्ते सेवा वेलकम टू माई भिडियो। आज म हजुरहरूलाई मेरो सानो झ्यालक रेसिपी देखाउन चाहन्दैछु, जहाँ चाहिँ साग मात्रै छ अनि अचार छ, तुलसीको बोट छ अनि घिउकुमारी। त्यस पछाडि तपाईलाई म मेरो पल्टने सब्जी बारे देखाउनेछु। हेर्नुहोस्, यो चाहिँ मेरो स्ट्यान्डर्ड गेटबाट इन्ट्री भएपछि देब्रेपट्टि हेर्नुहोला, खोर्सानीको बोट छ, सानो सानो, कहिले फल्छ थाहा छैन, नसोध्नु पनि होला। अनि यो छ ब्रोकली, छेउमा भिन्डी, अनि यो प्याज खर्सानीको लागो। कहिले त्यो प्याज मेरो छोराले गाडी कुदाएर सक्यो, हैरान। सागको त कुरै नगरौँ, भएन। अनि यो लसुन चाहिँ यतिको चाहिँ छ, यसको के छ आएको थाहा छैन। अनि यो बोडी, लामो बोडी सेतोबाट ल्याएको, खतम। एकपट्टि यस्तो छ, किराले खाएर। अनि त्यसकै खुट्टामा भुइँमा छ फेरि हो मटर र राजमा हुन्छ कि भनेको। अनि करेला देख्नुभयो, घिरौला उकालै छ। अनि इस्कुस छ, यतिको हुँदैछ, हुन्छ कि हुँदैन थाहा पनि छैन तर इस्कुस चाहिँ। अनि यो भयो सुटुनी, बुढाले रोपेको। अनि यो बोक्सी खोर्सानी अरे फुल्दैछ। अनि अदुवा पनि छ अलिकति। अनि यो डल्ले खोर्सानी भइगयो। अनि यो बारीमा चाहिँ अलिअलि के हुनु, साग छ, छेपी छ, यो धनियाँ भइहाल्यो। अनि यसको छेउछेउमा राजमा हालिदिएको। अनि त्यो कोपी भइहाल्यो। त कुनै राजमा आएको छ, कुनै आएकै छैन, राजमा हालिदिएको। अनि यतापट्टि यो पनि साग र मुला छरिदिएको। अलिअलि चाहिँ हो कि जस्तो चाहिँ हुँदैछ। चाइनिज साग लगाएको, चराले खान्छ है, केले खान्छ बे, आज औषधि हालिदिएको छु मैले, साह्रै भएन र। अनि अलिक उता यो चाहिँ केले उडाएर ल्याएको होला, लसुन। अन्त झार हुनु बोल्दैको लसुन रहेछ। त्यही गाडिदिएँ, तर्को जस्तो झार देखेर। अनि अलिकति त्यो त्यस्तै झार भनेर क्या, हो त्यस्तो दुबो आउँछ नि त, त्यसो देखेर सट्ट गरेको, खत्तम भइगयो। अनि उता टमाटर पनि छ अलिकति, मैले आलु रोपेको छु, आलु भुट्टा, राजमा छ। सो फेरि अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई, टेक केयर, थ्याङ्क यू फर